आज बिटी कान्छा रिभ्यूजमा म रिभ्यू गर्न लागेको छु म्युजिक भिडियो नाचन कान्छी। मेरो जिन्दगी ठिकै नै चलिरहेको थियो, सास लिइरहेको थिए, खाना खाइरहेको थिए, जोक काटिरहेको थियो, नर्मल थिङ्स इन द लाइफ अफ अ कमिक। बट देन मलाई यो भिडियो पठायो कसैले एन्ड देन मेरो जिन्दगी उथुल पुथुल भयो। मैले लाइफको इम्पोर्टेन्ट लेसन सिके। त्यो लेसन के हो भनेर म भन्दिनँ कज मैले सिकेको तिमीलाई किन भन्नु। सो यो म्युजिक भिडियोमा के स्पेशल छ भन्दा यसमा छ ग्ल्यामर, इससे तो बहुत मजा आएगा, गाडी, अमेजिङ म्युजिक, extraordinarily amazing vocals, and a guy who looks exactly like Rajesh Hamal. Same to same, face to face ditto. Like यो म्युजिक भिडियो को भित्र को क्यारेक्टर को नाम पनि राजेश नै हो। राजेश दाई नै हो यो। के भाइ याद कुरा गर्छौ? कहाँ राजेश दाई हुनु? किन यस्तो गीत गर्नुहुन्थ्यो दाइले? सुमन कार्की हो पक्कै। गर्दै क्यारिकेचर गरेको होला सुमन कार्कीले। राजेश दाई हुँदा हुँदा के टेन्सन लिने? क्यारिकेचर नगर्नु भनेर त ठिकै भनेको रहेछ हाम्रो त्यो उनीहरूले हुन्छ नि हैन, यसरी कन्फ्युज हुँदो रहेछ मान्छेहरू। राजेश दाई नै हो बाबु, मेबी सिंगर खतरै थियो होला। ओके मेबी सिंगरले गर्दा हैन तर गर्नु भएको हो राजेश दाइले यो। ओके फाइन। सो यो म्युजिक भिडियोमा हुनुहुन्छ राजेश हमाल। गीत एक्चुअली राम्रै हो, लाइक यति साह्रो ढाँट्नुमा सक्दिनँ के हुन्छ नि, लाइक हुन्छ राजेश हमाल छ यो गीतमा अनि त्यो गीत छ राजेश हमालमा, त्यही भएर यो गीतमा राजेश हमाल छ। अरे कहना क्या चाहते हो? आई डोन्ट नो। सो गीतको बोल हो इन्कम छ मेरो डलरमा, सी डलर पनि देखाएको छ, भिजुअल रिप्रेजेन्टेसन स्टिल बेटर VFX देन दिस। नजाऊ बेबी कलरमा, कलरमा चाहिँ किन कलर भनेको ओके ओके। सी इज लाइक यो फोनमा त स्क्रिन पनि छैन, वकी टकी हो के कान्छी। तपाईलाई लाग्दै होला सिंगर नेपालीमा मात्रै गाउनु सरी बोल्नुहुन्छ भनेर, बट नो, सिंगर इंग्लिशमा पनि गाउनु सरी बोल्नुहुन्छ। We are in the mood for dance. Yeah. When we get the chance. No. देख्नु भयो? Oh yeah. डान्स र चान्सलाई राइम गरिदियो जावेद फख्तर। कहिले युएस कहिले पुग्छु स्पेन फ्रान्स, कहिले युएस कहिले पुग्छु स्पेन फ्रान्स, त्यो पनि ग्रीन स्क्रिनमा। अनि All chicks wanna go नेपाली रोमान्स, All chicks wanna go नेपाली रोमान्स, ब्रोमान्स के भनेको? नेपाली रोमान्स। तपाईहरुले बुझ्नु भयो भने मलाई पनि भन्नु होला कमेन्ट सेक्सनमा। लिरिक्स सो सुपिरियर कि मैले बुझिन, मैले त के तपाईले बुझेन, तपाईले त के जसले लेखेको त्यसले बुझेको छैन होला बिचारा राजेश दाइ। अब लिरिक्स बुझ्नु टाइम लाग्छ होला, त्यति बेलासम्म सिनेमा घर एप डाउनलोड गर्नु एन्ड दया दाइको मुभी दया रानी हेर्नु। त्यो मुभी त सजिलै बुझिन्छ होला अनलाइक दिज लिरिक्स। नारी ब्रह्मचारी हैन के गरेको? So download Cinema Ghar app and enjoy some amazing movies. पढ्न कान्छी कति चाहिन्छ मनी दिन्छु गनी गनी। या ओप्स तिमी के स्वीट छौ मेरी हनी। या के हो यस्तो, किन हो यस्तो, कसरी हो यस्तो बिचार राज दाइ। ओप्स तिमी के स्वीट छौ मेरी हनी। डिड यु नो यो मान्छेले र्यापमा पनि गीत बन्छ भनेर? यो रक स्टार लाइफ सदन र फुली फुली पन्छे दिउला काँडा। कौन है ये लोग, कहाँ से आते हैं? चकित पर्छ सारा the way you sound you talk love you girl how you walk to walk। फर्स्टली म के भन्न चाहन्छु भने लाइक एन्ड सेकेन्डली म के भन्न चाहन्छु भने बिचार राज दाइ। Like it but don't give a guff and a bang bang rock। Like it but don't give a guff and a bang bang rock। अरे कहना क्या चाहते हो? Heart to black soft my heart is top। लाइक यतिको ध्यान दिएर मैले कुनै राम्रो कुरा सुनेको भए मेरो जो काटिने थिएन होला। सुसाइड and magnify that you love। तेरा क्या बोला तूने? and magnify that you love। एन्ड माई निप्पल द्याट यु लभ। निप्पल चाहिँ कहाँबाट? निप्पल ये सब क्या देखना पड़ रहा है? तान्छु स्मोक हान्छु बेर आफ्नै तालमा ज्याप्छु। खै के गाउँदैछ गीत नै बुझेको छैन, लाइक नबुझिकिन सुन्नु मात्रै तल गाउनु त भएको छैन। सुनेको राम्रो तर गाउनी चाहिँ हैन ल। चिल छ लाइफ काली गोरी सेक्सी म्याक्सी च्याप्छु। काली गोरी सेक्सी म्याक्सी च्याप्छु।
लाइक 2 घण्टाको फिल्म हेर्नु यति गाह्रो हुँदैन थियो। यो के हेर्नु परिरहेको छ? इट्स नट बिकज द सङ इज ब्याड। सङहरू त कतिवटा ब्याड सुनेको बट एउटा ब्याड सङमा राजेश दाई देख्नु परिरहेको छ। बिचारा राजेश दाई। मेरो पनि यसरी नै हुँदैछ दाई, सेम। तपाईको त चेस्ट हल्यो, मेरो त म्यान बुब झलिरहेको छ यसरी अर्थक्वेक ह्यापन जस्तै। सुगन्ध मन्द पार्ने दामी गर्छु बात। के भन्दैछ? चिप्स माग रहा है बात छुवाङ्गालोमा समाउ मेरो हात। Why does it sound like this guy is the singer of that song? Local criminal वाला। साथीहरुको लागि गर्ने गर्छु लडाई, जेलमा छु दाइ र भाइ, जेलमा छु दाइ र भाइ। बात छुवाङ्गालोमा समाउ मेरो हात, लान्छु कान्छा तिमीलाई बगाई, चढौला कार बनाउला दरबार। राजा ल्याउने कुरै हुँदैछ, दरबारको त कुरै नगरे तिमीहरु। अरूले के भन्छ केही थाहा छैन, जसले जे सुके भनोस् मलाई बाल छैन। बाल त छैन, अरूले गीत गाउनु सिक, राम्रो लेख्नु सिक भनेको होला, बट उसलाई बाल छैन। अरू चाहिँ थाहा छैन यो दिदीले चाहिँ फुल पेमेन्ट पाएको रहेछ। माया ला छैन, मनमुटुमा तिम्रो माया छ, कम बात छैन, गफला छैन। स्वाहा भन्छ होला जस्तो लागिरहेको थियो, बट देन भनेन मुर्दाले। खत्म, बाय बाय, टाटा। इन्कम छ मेरो डलर। यतिमा गीत सकेको, बट बेसी एड चलोस् भनेर 8 मिनट त बनाउनै पर्छ भनेर दे एडेड एक्स्ट्रा 4 मिनट्स अफ द सेम सङ, बट दिस टाइम राजेश दाई भन्दा ठुलो स्टार देखाएर दिस गाई कन्फिडेन्स हेर्नु वाह, गीत सुन्नु छ्या। एनीवे, सो हामीले यो भिडियोबाट के सिक्यौं? एक्ज्याक्टली। भिडियो मन पर्यो भने लाइक गर्नु होला, शेयर गर्नु होला, सब्स्क्राइब गर्नु होला एन्ड हेर्दै गर्नु होला। बिटी कान्छा कान्छा कान्छा।